हेलो साथीहरु, नमस्ते 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 सबैजनालाई। अब आज चाहिँ फाइनली अब म नेपाल जाँदैछु हैन। त्यही भएर चाहिँ यसो भ्लग बनाऊँ भनेर हो हैन। अनि के छ, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि सबैजनालाई धेरै धेरै माया हैन। अब जति पनि मेरा यहाँ साथीहरु हुनुहुन्छ, हाम्रो बेस क्याम्प अथवा लगायत अरु क्याम्पका सबैजना साथीहरुलाई हृदयदेखिबाट नै धेरै धेरै माया। अनि सी यू आफ्टर 2 month हैन, 2 महिनापछि भेट हुनेछ फेरि। अब यति भन्दै अब चाहिँ लाग्नु पर्ने हुन्छ। अब आज चाहिँ नेपाल जानुपर्ने हुन्छ साथीहरु। ल हस्त नमस्ते। हेलो साथीहरु, अब अहिले भने चाहिँ टक्कलर हामी चाहिँ अलिकति यसो बाहिर लास्टै गर्मी रहेछ कि हैन। अनि त्यही भएर अलिकति यसो चिसो चाहिँ खाइदिएको। म भने चाहिँ यता छु हैन। अब टक्कलर यति खाएर खानासाना खानुपर्ने हुन्छ। भोलिको चाहिँ फ्लाइट हो मेरो हैन। अनि आज चाहिँ यतैतिर साब्बेतिर छु। साब्बेमा बसेर खाएर टक्क लाएर भोलि बिहान चाहिँ जानुपर्ने हुन्छ नेपालको लागि। अहिले चाहिँ यस्तै खाइरहेको छौँ हैन, चिलपारामा। अझ टक्क लाएर बङ्गुरको मासु र हाम्रो यसो चिसो पिउँदैछु हैन। त्यही हो, अब त के भन्नु। यस्तै छ त्यो मेरो चाहिँ लगेज हो हैन। रेडी भइसक्यो। टक्क लाएर भोलि बिहान कति बजे? भोलि बिहान 6 बजीतिर हिँड्नुपर्छ। 5-5:30 बजीतिर हिँड्नुपर्छ। अब त्यही हो है साथी। अब यही खाने हो, बस्ने हो, अब खाना खाने। अनि त्यसपछि म चाहिँ यता छु हैन, टक्क लाएर चिलपारामा खाना खानुपर्छ। अनि भोलि चाहिँ नेपालतिर लाग्नुपर्छ। हेलो साथीहरु, नमस्ते नमस्ते। अब म भने चाहिँ एयरपोर्टमा पुगिरहेको छु हैन। टक्क लाएर चिलपारामा उड्दैछु। अब प्लेनको वेटिङमा भनेको अब त्यस्तो छ। सबैतिर त यस्तै छ साथीहरु। एयरपोर्ट बाहिरको भ्यू हो हैन। साथीहरु, अब हामी चाहिँ टक्क लाएर अब आइसकेको छौँ हैन एयरपोर्टमा हैन। यो चाहिँ हाम्रो ग्याङहरू हो। यता बहिनी, यता हाम्रो ब्रदर। हामी चाहिँ नेपाल जाँदैछौँ अब हैन। हामी चाहिँ पुरै नेपाल गइराखेको छौँ। त्यही हो, फेरि मिलेंगे साथीहरु चल्ते चल्ते। ब्लग चाहिँ अब टक्क लाएर एकदम बवाल हुन्छ हैन। मेरो ब्लग भनेको चाहिँ यस्तो दामी हुन्छ क्या, थाहै छैन अब। ल हेलो साथीहरु, हामी चाहिँ जाँदैछौँ। यता चाहिँ बहिनी छ हैन, यता चाहिँ म छु। अब फाइनल्ली बाहिर चाहिँ हामी चाहिँ एयरप्लेनमा जाँदैछौँ। हामी चाहिँ टक्क लाएर सँगै बाहिर पनि सँगै घुम्दै थियौँ कि हैन। सिट पनि सँगै पऱ्यौँ। अब के गर्नु, अब यस्तो भाग्यमानी त कोही पनि हुँदैन होला कि हैन। ट्रु लकी, एकदम टु मच लकी हो हैन। अब क्यामेरामा चाहिँ आएको छ कि छैन थाहा भएन। अब हामी चाहिँ बाहिर पनि सँगै थियौँ हैन। अघिदेखिबाट सुरुदेखिबाट सँगै गरेको मान्छे हामी 3 जना। अहिले लास्टमा पनि सँगै भयो, सिटमा पनि सँगै। अनि म पनि सिटमा बसिसकेको छु हैन साथीहरु। अब म जाँदैछु नेपाल। म जाँदैछु गाइजहरु हैन। नाच्नु कस्तो तिमी हाँसेर मलाई कस्तो। अनि अर्को प्लेन पनि आउँदैछ, हेर्नुहोस् तपाईहरु साथीहरु, हेर्न सक्नुहुन्छ साथीहरु। त्यो पखेटा हो साथी। ल अब चाहिँ हामी चाहिँ नेपाल प्रस्थान गर्दैछौँ हैन साथीहरु। त्यही हो है। के गर्नु
हाम्रो पखेटा पुरा अलि फिचाउँदैछौँ पखेटा फिचाउँदै हो पखेटा लाग्दैछ ल ठिक छ है है साथीहरू अब हामी यस्तै हो एउटा उडिसक्यो त्यहाँबाट अब हामी पनि उड्यौँ हामी चाहिँ साथीहरू अब यो उड्न लागिसक्यो झिलिलिली बत्ती पनि बोल्दैछ बत्ती बाटोमा झिलिली बत्ती पनि बोल्दैछ है साथीहरू अब चाहिँ स्पिड गयो है साथीहरू अब चाहिँ धोप्पी स्पिड जान्छ है साथीहरू धोप्पी गयो हल्लियो अब चाहिँ माथि उड्यो है ओए कत्रो ठुलो साउन्ड आएको रे दामी साउन्ड आयो है साथीहरू त्यस्तो नबोल्नु हुँदैन त्यस्तो भन्नु हावा हामी चाहिँ पुरै डुङ गरेर जाँदैछौँ हजुर ल माथि उड्यो है ल है ओए के भन्नु ल हामी चाहिँ उड्यौँ है अब सेफ फ्लाइट गाइज इज एन्ड एभ्री वान गाइज ओइ आमा पढाइदिन्छ त नि सियु है गाइजहरू ओइ अझै माथि ओइ कोल्टायो ल हामी चाहिँ अब अबुधाबी छोडेर नेपालतिर जाँदैछौँ साथीहरू यस्तै हो साथीहरू नेपाल अब त्यसमा पुग्छौँ हामी केही घन्टापछि पुग्छौँ हामी नेपाल त्यसपछि नेपाल पुगेर चाहिँ हामी फेरि भेट्नेछौँ साथीहरू तर धोप्पी उड्दैछ नि आमामा घरहरू चाहिँ यत्रो देख्नु थालिसक्यो A few moments later, a few inches later, 2 hours later. हामी चाहिँ आधी बाटो लगभग आइसकेको छौँ अब यस्तो एकदम म चाहिँ पुरा ब्याटमा नै गोङ्गुरको मासु र भात खाएर आएको साथीहरू होइन अब खै अब साथीहरूले चाहिँ खानुभएको छैन रे भोक लागेको छ खानेकुरा माथि राखिदिएको छ यहाँको खलासीले चाहिँ माथि राखिदिएको छ होइन खानाहरू अब त्यही हो कानै त्यहाँ हुने नि होइन ल हाम्रो चाहिँ सस्तो वालको टिकट भएर चाहिँ हाम्रो चाहिँ आएन उसको अलिक महँगो खालको रहेछ कि टिकट होइन हामी दुईजनाको चाहिँ आएन केकवाला पुरा आयो उसको चाहिँ होइन
हामी दुईजनाको चाहिँ अब सस्तोवाला टिकट काटिदियो होइन कम्पनीले के गर्नु उसको चाहिँ अलिक महँगोवाला काट्दैछ हाम्रो गरिब कम्पनी गरिब नि लास्टै गरिब ल ठिक छ ल इन्जोय मलाई पनि अलिकति देऊ ल आज चाहिँ मेरो बर्थडे हो यहाँ केक काटिरहेको बर्थडेमा केक पनि रेडी भइसक्यो बर्थडे पहिला रेडी पनि गरिसक्यो बर्थडेमा होइन कहाँ मजा हुँदैन ह्याप्पी बर्थडे होइन खाना खानु केही हुँदैन ल गोरु त होइन नि फेरि गोरु धन्यवाद धेरै धन्न उसको महँगो टिकट थिएर पो खान पायो अलि हाम्रो जस्तो भएको भए त नि पाख्न पनि नपाउँथ्यो नि ठिक छ धन्यवाद धेरै यस्तै महँगो टिकट काट्नु होला फर्किँदा पनि 17 म 18 मा होइन भयो कि भयो कसल छ हामीले खाँदैछौँ होइन चिकन मिक्स होइन अलिअलि अब हामी यति खाएपछि चाहिँ बाँचिन्छौँ होइन अब हामी नेपाल चाहिँ पुगिन्छौँ यति खाएपछि चाहिँ हामीलाई भोक लाग्दैन अब अर्को च्याप्टर पनि आउँछ नेपाल गएपछि ल हाम्रो चाहिँ चेयर्स भइसकेको छ ल है अब सिट चेन्ज गरेको उसले चाहिँ बस्छु भनेर रुनै आँट्यो कि झ्यालमा बस्छु भनेर अनि झ्यालमा बसाइदिएको ऊ एकदम खुसी छ ऊ चाहिँ अब हाम्रो यहाँ खानेकुराहरू रेडी भइसकेको छ उसको अलिक भिआइपी टिकट रहेछ कि त्यही भएर यो खानेकुराहरू चाहिँ सबै आइसकेको छ होइन हाम्रो चाहिँ टक्क लाएर अब खानुपर्ने हुन्छ ओके हाम्रो चाहिँ एकदम रेस्ट रुम पो भन्नु आँटेछ हौ रेस्ट गर्ने समय हो अहिले चाहिँ होइन पुरा ओलास भइसक्यो अहिले चाहिँ जागर जोस सबै हराइसक्यो सबै होइन निन्द्रा भने पनि छैन त्यही हो होइन साथीहरू यता पनि अर्को चाहिँ यतापट्टि छ होइन ल साथीहरू चिलमा आयो त ल एकदम चिल पारामा है भने चाहिँ हामी एकदम आइसकेका छौँ ओके 10 मिनटमा 2 मिनटमा एकचोटि केपीवाला पनि फोन गरेर भन्थ्यो हामी आउँदैछौँ भनेर केपीवाला पनि भन्थ्यो कि फोन गरेर हामी आउँदैछु अब ल्यान्ड हुन लाग्यो भनेर सुनेन हौ
ल्यान्ड हुँदैछ एकदम खुसीको कुरा आफ्टर 3 years बनाउने मान्छे चाहिँ आफ्टर 3 years हैन वाउ हेर्नु न मैले त्यहाँ हेरेको छु यहाँ हेरिरहेको छु मेरो नेपाल साथीहरु आइपुग्यो है अब नेपाल आइपुगेको छ